Hello everyone, welcome back again to our channel Nepal Global Academy. So आज का हाम्रो टपिक युनिट 4 को आर्टिकल्स एन्ड डिटरमाइनर्स छ. So let's start the video. So articles भनेको के हो? What is an article or what are articles? Article यस्तो वर्डलाई भनिन्छ जो कुनै पनि noun को अगाडि लाग्छ. Okay? Articles are the words which are used before noun. अब आर्टिकल्सलाई दुईवटा भागमा बाँडिएको छ. आर्टिकल्स आर डिभाइडेड इन्टु टु पार्ट्स. दे आर डेफिनिट एन्ड इन्डेफिनिट पार्ट. इन्डेफिनिट आर्टिकल एन्ड डेफिनिट आर्टिकल. डेफिनिट आर्टिकलमा के छ? त्यसमा द को युज हुन्छ. इन्डेफिनिट आर्टिकलमा के हुन्छ? ए र एन को युज हुन्छ. बट फेरि दुवैमा डिफरेन्स के रहेछ? इन्डेफिनिट आर्टिकलले एउटा केही कमन कुरा आउँछ जुन अनस्पेसिफाइड हुन्छ, जसलाई स्पेसिफिकली कसैको लागि हुँदैन. कमन कुरा हुन्छ जुन नर्मली सबलाई थाहा हुन्छ. बट दले के गर्छ? डेफिनिट आर्टिकलमा के हुन्छ? एउटा स्पेसिफिक कुरालाई नै हराउँछ. यो केही कमन कुरालाई कहिले हराउँदैन. लाइक लेट्स सी एन एक्जाम्पल. हियर आई हेभ रिटन दिस इज अ बुक. दिस इज एन ऑरेंज. दिस इज द बुक आई वान्ट. अब हेर्नुहोस्, यहाँ ए र एन आई टेल यु द युज हाउ टु युज इट. बट यो बुक छ. बुक भनेको धेरै बुक हुन्छ. दिस इज अ बुक, यस्तो धेरै बुक होला. बट यो थर्ड सेन्टेन्समा हेर्दाखेरि दिस इज द बुक आई वान्ट, यसमा एउटा बुकलाई स्पेसिफाई गरिएको छ कि यही बुक हो जुन मलाई चाहियो. बट फर्स्ट सेन्टेन्समा त्यस्तो केही खासै थिएन कि दिस इज अ बुक, नर्मल बुक भयो. सो द्याट इज द डिफरेन्स बिट्विन इन्डेफिनिट एन्ड डेफिनिट आर्टिकल. ओके, नाउ लेट्स कम टु इट्स युज, हाउ टु युज इट. फर्स्टमा नै हामी कुरा गरौँ इन्डेफिनिट आर्टिकलको. इन्डेफिनिट आर्टिकललाई कसरी युज गरौँ? सो हामी सबले पढेको छौँ consonant and vowel. Vowel letters, consonant letters. But त्यो अब अपग्रेड भएर vowel साउन्ड हुन्छ र consonant साउन्ड हुन्छ. अब vowel साउन्ड र consonant साउन्ड भनेको के हो? यहाँ हेर्नुहोस्, vowel साउन्डमा तपाईँको नेपालीको अदेखि असम्म आउने अक्षरहरू हुन् र consonant साउन्डमा हजुरको कदेखि ग आउने अक्षरहरू हुन्. यसलाई युज केस कसरी हामी बुझौँ? सो बेसिकली कुनै पनि वर्ड प्रोनाउन्स गर्दाखेरि, कुनै पनि नाउन प्रोनाउन्स गर्दाखेरि स्टार्टिङ कुन अक्षरबाट हुँदैछ प्रोनाउन्स गर्ने बेला, त्यो बेसिसमा तपाईँले यो ए और एन युज गरिन्छ. जस्ट फर इक्जाम्पल, हेर्नुहोस्, यहाँ मैले दुईवटा वर्ड लेखेँ, युनिफर्म, अम्ब्रेला. ओके, यहाँ पनि यु रहेछ, यहाँ पनि यु छ. इफ हामी लेटर्सको बेसिसमा गयो भने, इङ्ग्लिस अल्फाबेट्सको बेसिसमा गयो भने दुवैमा त एन हुनुपर्ने. बट इट्स रङ. हामी साउन्ड्सको बेसिसमा जान्छौँ. साउन्डको बेसिसमा जाँदाखेरि अम्ब्रेलामा अ भन्ने अक्षर आउँछ प्रोनाउन्स गर्दाखेरि. युनिफर्ममा यु मतलब यको साउन्ड आउँछ. सो इफ त्यो नेपालीमा पढ्दाखेरि प्रोनाउन्स गर्दाखेरि इफ त्यस्तो कदेखि यको बिचमा आयो भने द्याट इज कल्ड कन्सोनेन्ट साउन्ड. सो यहाँ हामी अ युज गर्छौँ. बट इफ त्यहाँ अबाट अदेखिको बिचमा आयो सो द्याट इज कल्ड भावल साउन्ड. भावल साउन्डमा हामी एनको युज गर्छौँ. सो आई होप यो कुरा तपाईँलाई क्लियर होला. इफ नट फेरि कमेन्ट गर्नुहोस्, आई विल एक्सप्लेन यु. नाउ कमिङ ब्याक टु इट्स युज. हामी यसको युजमा अब आउँ, रुल्समा आउँ. हामी के कस्तो रुल्स छन् इन्डेफिनिट आर्टिकल्सको. सो इन्डेफिनिट आर्टिकलमा धेरै ठुलो केही खासै रुल छैन. इट्स भेरी बेसिक र बुझ्ने खालको छ. त्यसमा फर्स्ट नै रुल हुन्छ सिङ्गुलर काउन्टेबल नाउन एन्ड नट स्पेसिफाइड. यस्तो सिङ्गुलर काउन्टेबल नाउन हुनु पर्यो र अनस्पेसिफाइड हुनु पर्यो. त्यसमा हामी इन्डेफिनिट आर्टिकल लगाउँछौँ, ए और एन. अब त्यो बेसिस हुन्छ, जस्तो मैले यहाँ भावल र कन्सोनेन्टको बारेमा बताएँ, त्यसमा बेस हुन्छ. लाइक मिस्टर श्रेष्ठ इज अ पाइलट. पाइलट एउटा अनस्पेसिफाइड नाउन भयो, एउटा कमन नाउन भयो. प्रोफेसन, यहाँ पनि इन्जिनियर मैले लेखेको छु, मिस्टर शर्मा इज एन इन्जिनियर. त यसमा इन्जिनियर पनि अनस्पेसिफाइड भयो, एउटा प्रोफेसन नै भयो. सो यहाँ पी भएकोले पाइलट पढ्दाखेरि पको साउन्ड आएकोले हामीले यो एन लगाए. यहाँ इन्जिनियरमा ईको साउन्ड आएकोले हामीले यहाँ एन लगाए. यो भयो. र अर्को कुरा सिङ्गुलर काउन्टेबल नाउन नै हो.
र नट स्पेसिफाइड छ, अनस्पेसिफाइड छ. सो नाउ नेक्स्ट पोइन्ट इज इफ देयर इज एडजेक्टिभ एडभर्ब बिफोर सिंगुलर काउन्टेबल नाउन. सिंगुलर काउन्टेबल नाउनको अगाडि एडजेक्टिभ वा एडभर्ब छ भने त्यो बेला पनि हामी ए अर एन बेस्ड अन vowel or consonant हामी युज गर्छौँ. लाइक सी इज अ ब्युटिफुल इन्टेलिजेन्ट स्मार्ट गर्ल. ओके, यहाँ हेर्नुहोस्, यो तिनटै त एडजेक्टिभ भयो, एडभर्बको त्यस्तै लगभग हुन्छ. यो तिनटै एडजेक्टिभ भयो. यो एडजेक्टिभमा फर्स्टको स्टार्टिङ के छ, ब्युटिफुल, ब भएकोले हामी यहाँ अ युज गरे. बट इन केस यो इन्टेलिजेन्टमा अगाडि राखौँ भने त्यो इन्टेलिजेन्टलाई प्रोनाउन्स गर्दाखेरि फर्स्टमा नै आउँछ ई को साउन्ड आउँछ, जुन भावल हुन्छ. र इन्टेलिजेन्टलाई अगाडि गर्यो भने के हुन्छ र, एन युज हुन्छ त्यो बेला. सो इन दिस वे हामी बुझ्छौँ कि एडजेक्टिभ र एडभर्बमा पनि हामी सिंगुलर काउन्टेबल नाउनको साथ आयो भने हामी अ और एन युज गर्छौँ, इन्डिफिनिट आर्टिकल युज गर्छौँ. नेक्स्ट इज सम न्युमेरिकल एक्सप्रेसन्स. केही न्युमेरिकल एक्सप्रेसन्सको साथ पनि युज हुन्छ, लाइक अ डजन, एक दर्जन, अ स्कोर जसलाई 20 को कलेक्सन भनिन्छ, अ ग्रस जुन 144 को कलेक्सन हुन्छ, अ थाउजन्ड, अ मिलियन, अ बिलियन एन्ड लट हेर्छन्. सो द्याट इन द्याट केस अल्सो हामी युज गर्छौँ इन्डिफिनिट आर्टिकलको. नेक्स्ट वी हेभ कलेक्टिभ नाउन. कलेक्टिभ नाउनको बेला पनि हामी इन्डिफिनिट आर्टिकल ए अर एनकै युज गर्छौँ. फर इक्जाम्पल, अ क्राउड अफ पिपल, अ बन्डल अफ स्टिक्स, अ सोल अफ फिस, स्कुल अफ वेल्स एन्ड अ लट. केही फ्रेजेस छन्, केही फ्रेजेसहरूसँग पनि हामी युज गर्छौँ, लाइक अ लिटल, अ बिट, अ ह्यान्डफुल अफ, अ स्पुन अफ, द्याट्स. सो यो सबै थिए हाम्रो इन्डिफिनिट आर्टिकलको केही रुल्स, बेसिक रुल्स. अब सिकम दको युज एन्ड रुल्स. सो फर्स्ट नै हुन्छ स्पेसिफाइड नाउन. जस्तो हामीले स्टार्टिङदेखि नै कुरा गर्दैछु, स्पेसिफिक नाउनमा हामी दको युज गर्छौँ. कस्तो स्पेसिफिक नाउन हुन्छ र, द बोय इन अ रेड क्याप इज अ थिफ. बोय इन अ रेड क्याप इज अ थिफ. अब हेर्नुहोस्, यहाँ बोय त एउटा नर्मल नाउन भयो, कमन नाउन नै भयो, बट यहाँ स्पेसिफाई कसरी भएको छ, द इन अ रेड क्यापले. इन अ रेड क्याप मतलब त्यो केटा जो रेड क्यापमा छ एउटा स्पेसिफिक पर्सनलाई नै आउँछ. सो इन दिस केस हामी यहाँ दको युज गऱ्यौँ. सो इट इज एन एक्जाम्पल अफ सिंगुलर काउन्टेबल नाउन. अब हम प्लुरल काउन्टेबल नाउनमा दको लागि कुनै पनि काउन्टेबल वा अनकाउन्टेबलसँग मान्यता छैन, बस रुल्सको अनुसार हुन्छ. सो अब प्लुरलमा यहाँ हेर्नुहोस्, यहाँ पिपल इज अ प्लुरल नाउन. प्लुरल नाउन हो, यसमा हामी ए एन कहिले लगाउन सक्दैनौँ. ए एन्ड एन इज ओन्ली एप्लिकेबल फर सिंगुलर नाउन, सिंगुलर काउन्टेबल नाउन. सो प्लुरल यहाँ भएर पनि, बट यहाँ अब के छ, यो स्पेसिफाई गरिएको छ. कसरी, अफ दिस भिलेज. पिपल त धेरै छन्, बट अफ दिस भिलेज, कुनै एउटा भिलेजको पिपलै यहाँ आउँदैछ. सो यो स्पेसिफाई गरिएकोले यहाँ दको युज भएको छ. नेक्स्ट इज द मिल्क इन दिस पट इज नट प्योर. एन्ड मिल्क अनकाउन्टेबल नाउन हो, यसमा त ए और एन त कहिले लाग्दैन. द कुन केसमा लाग्छ, अगेन स्पेसिफिक भयो भने, स्पेसिफाई गरिएको छ भने. यहाँ कसरी स्पेसिफाई गरियो भन्नु त, इन दिस पट लेखेर, जुन यो पटमा जुन मिल्क छ त्यो प्योर छैन. इट इज नट सेड कि मिल्क इज नट प्योर, इट इज सेइङ द मिल्क इन दिस पट इज नट प्योर. यो हो केही एक्जाम्पल्स जसमा फर्स्टमा नै हामीले गऱ्यौँ सिंगुलर काउन्टेबल नाउन, प्लुरल काउन्टेबल नाउन, अनकाउन्टेबल नाउन. आई होप यो तपाईँले बुझेको होला. लेट्स मुभ टु नेक्स्ट पोइन्ट. कहिलेकाहीँ इन रिलेसन टु द इभेन्ट, कहिलेकाहीँ सेन्टेन्समा हामीलाई बुझ्नुपर्छ इभेन्टको अनुसार, जे इन्सिडेन्ट छ त्यसको अनुसार यो अलिकति चेन्ज हुन्छ. लाइक डिड यु सी द डक्टर. अब हेर्नुहोस्, यो केसमा हामी यस्तो एक्जाम्पल लियौँ. अब डक्टरको बारेमा कोही सोध्छ, लाइक डिड यु सी द डक्टर, त्यो बाहिर त कोही सोध्दैन, हस्पिटलमा नै सोध्छन्, और कुनै हेल्थ इन्स्टिट्युसनमा जहाँ हेल्थ रिलेटेड क्योर हुन्छ. सो त्यो केसमा कुनै एउटा स्पेसिफिक डक्टरलाई नै खोजिन्छ, बिकज त्यहाँ डक्टर हरेक ठाउँमा हुन्छन् नै. सो कुनै एउटा स्पेसिफिक डक्टर जोसँग ट्रिटमेन्ट हुँदैछ या हुनेछ त्यसलाई मात्र सोधिन्छ. सो यो कन्टेक्स्टमा हामी यो बुझ्छौँ कि एउटा स्पेसिफिक डक्टरलाई नै खोजिएको छ, एउटा स्पेसिफिक कुरा नै भन्दैछ. सो द्याट इज वाइ हियर वी युज द. एउटा एक्जाम्पल, अर्को एक्जाम्पल यु, द टेबल निड्स टु बी रिपेयर्ड. द टेबल
needs to be repaired हेर्नुहोस् टेबल अभियसली धेरै होला किन यहाँ त अहिले स्पेसिफिक भएको छैन बट यहाँ आफैले हामी बुझ्न सक्छौँ कुनै एउटा टेबल होला जसलाई रिपेयर गर्नुपर्ने छ सो त्यो एउटा टेबल स्पेसिफिक गरिएको छ त्यो हामीले आफैले बुझ्नु पर्ने हुन्छ सो इन द्याट कन्टेक्स्ट एज वेल वी युज डेफिनेट आर्टिकल द्याट इज द नेक्स्ट इज रिपिटेड नाउन कुनै नाउन रिपिट भएको छ दुईचोटि आउँदैछ एउटै फ्रेजमा एउटा प्याराग्राफमा इन द्याट केस अल्सो हामीले द को युज गर्छौँ आई बट अ बाइसाइकल अब हेर्नुहोस् यहाँ आरामले यहाँ अको त युज भयो बाइसाइकल छ अ युज भयो सिम्पल बट यो बाइसाइकल यहाँ फेरि एउटा रिपिट भएको छ इन द्याट केस हामी यसको अगाडि फेरि अ राख्न मिल्दैन सो विल युज द वाइ इट इज रिपिटेड नाउन नाउन यहाँ रिपिट भएको छ द्याट्स वाइ वी आर युजिङ द अब हाम्रो नेक्स्ट पोइन्टमा द्याट इज सुपरलेटिभ डिग्री सुपरलेटिभ डिग्रीमा के हुन्छ लाइक टलेस्ट स्ट्रङ्गेस्ट ब्रेभेस्ट मोस्ट ह्यान्डसम मोस्ट इन्टेलिजेन्ट यस्तो टाइपको वर्ड्सहरू हुन्छन् सो त्यो कहिले पनि एउटा मात्र हुन्छ द्याट इज अलवेज वान कुनै एउटा मात्र हुन्छ सो यो पनि एउटा स्पेसिफाई गरेकै छ लाइक हि इज द टलेस्ट बोय इन दिस स्कुल यो स्कुलको सबैभन्दा लामो केटा एउटै छ सो यहाँ दको पनि युज भयो नेक्स्ट इज अर्डिनल नम्बरमा पनि दको युज हुन्छ कसरी युज हुन्छ दिस इज द थर्ड लेटर दिस इज द फर्स्ट स्टुडेन्ट हि इज द फर्स्ट स्टुडेन्ट अफ द क्लास यो अर्डिनल नम्बर फर्स्ट सेकेन्ड थर्ड फोर्थ एन्ड सो अन यो सबमा पनि हामी दको युज गर्छौँ नेक्स्ट इज डेटमा हामी हेरौँ आई वाज बोर्न अन दि 15th अफ डिसेम्बर यहाँनिर जुन डेट छ त्यसको अगाडि पनि हामी दको युज गर्छौँ नेक्स्ट इज एडजेक्टिभ अर पार्टिसिपल जसले प्लुरल नाउन रिफ्लेक्ट गर्छ प्लुरल नाउन भएको हेडाउँछ लाइक द रिच आर क्रुअल यहाँ हेर्नुहोस् यहाँ रिच भन्नाले कुनै एडजेक्टिभ होइन इट इज द नेम अर द पिपल हु आर रिच यो त्यो पिपललाई हेराउँदैछ सो यो नाउनलाई रिफ्लेक्ट गर्दैछ सो वी युज द र कुन केसमा जो त्यो एडजेक्टिभ अफ पार्टिसिपल भयो जसले प्लुरल नाउनलाई हेराउँदैछ लाइक अर्को इक्जाम्पल हेरौँ द वन्डेड वर हस्पिटलाइज्ड वन्डेड मतलब जसले जो घाइते छन् जसलाई चोटपटक लागेको छ त्यो सब हस्पिटलाइज छन् यहाँ पनि यसले व्यक्तिलाई नै हेरायो नाउन नै हेरायो बट छ के छ पार्टिसिपल छ यहाँ इडी लाग्यो सो यस्तो केसमा पनि हामी द युज गर्छौँ नेक्स्ट इज म्युजिकल इन्स्ट्रुमेन्टसँग पनि हामी द युज गर्छौँ लाइक द पियानो द गिटार द सितार एन्ड सो अन नेक्स्ट वी हेभ रिलिजन द हिन्दूज द मुस्लिम द इङ्ग्लिस द क्रिस्चियन एन्ड सो अन नेक्स्ट वी हेभ डाइरेक्सनको बेला पनि हामी युज गर्छौँ द इस्ट द वेस्ट द नर्थ द साउथ आफ्टर वी हेभ इन ओन्ली वान इन एन एरिया कुनै एरियामा कुनै घर अरू कुनै पनि कुराको एउटा मात्र पार्ट भएको एउटा कुरा मात्र भएको इन जेनरल अब कोही दुईवटा बनाउँछ तिनवटा बनाउँछ आई एम नट टकिङ अबाउट देम बट इन जेनरल कमन कुरा गर्दाखेरि लाइक एउटा हाउसकै इक्जाम्पल यो कुनै पनि हाउसमा एउटै रुफ हुन्छ छत एउटै हुन्छ छाना एउटै हुन्छ कुनै पनि हाउसमा नर्मली इन जेनरल एउटै किचन हुन्छ सो त्यो सबमा पनि हामी द युज गर्छौँ लाइक द किचन द रुफ द वासरुम द टोइलेट यो सब एउटै हुन्छन् सो यस्तो केसमा पनि भयो ह्याभ इन ओन्ली वान बडी पार्ट एउटा बडी पार्ट मात्र भएको अब एउटा बडी पार्ट के छ एउटा टाउको छ द हेड एउटा ब्याक बट हाम्रो हात त दुईवटा छ सो ह्यान्ड्समा फेरि द लाग्दैन फिङ्गर्स बडी छन् द लाग्दैन जो एउटा बडी पार्ट मात्र छ त्यसमा हामी द लगाउँछौँ लाइक द चेस्ट त्यो पनि एउटा हुनसक्छ यो सबमा हामी द लगाउँछौँ बट एउटाभन्दा बढी छ लाइक आइज भयो इयर्स भयो यो सबमा हामी द लगाउँदैनौँ हामी द लगाउँदैनौँ सो नेक्स्ट पोइन्ट इज स्कुल कलेज अर पब्लिक प्लेसेस जुन सेकेन्डरी पर्पजको लागि युज हुन्छ सेकेन्डरी पर्पज भन्नाले कुनै पनि कुराको प्राइमेरी पर्पज के छ त्यसको अलावा कुनै अरू कामले कहीँ जाँदैछ भने एट द्याट टाइम विल युज द फर इक्जाम्पल स्कुल किन कोही जान्छ टु स्टडी टु टिच अर फर एकाउन्टेन्सी त्यो तिनवटा बेसिक काम हुन्छ बट यो सबको अलावा पनि कोही स्कुल जाँदैछ कुनै कामले कहिले एट द्याट टाइम विल युज द फर इक्जाम्पल हि वेन्ट टु द स्कुल टु टक टु द एचएम उहाँ एचएमसँग कुरा गर्न जानुभयो नाइ पढ्न नाइ पढाउन नाइ एकाउन्ट्सको केही गर्न सो एट द्याट टाइम वी युज्ड हियर द
नेक्स्ट इज अफिस सिनेमा थिएटर अफिस होस् सिनेमा होस् या थिएटर होस् त्यहाँसँग त्यो सबसँग द लाग्छ नि लाग्छ लाइक हि इज इन द अफिस सी वेन्ट टु द सिनेमा हि वेन्ट टु द थिएटर त्यो सबमा द लाग्नु नै पर्यो नेक्स्ट इज अल अर वान अफ सँग द र प्लुरल नाउन यदि योसँग प्लुरल नाउन छ भने त्यहाँ एउटा द हुनै पर्यो लाइक अल द बोइज वर एब्सेन्ट one of the girl is shouting and it's one of plus girls one of the girls all the boys all plus boys अनि बिचमा जुन छ त्यहाँ दको युज हामी गर्छौँ र योसँग प्लुरल नाउन आउँछ भने सो अरू पनि केही प्रोपर नाउन्स छन् केही प्रोपर नाउन जसको सँग द युज हुन्छ नै हुन्छ लाइक रिभर्ससँग द कोसी द बागमती द काली गण्डकी यो सब रिभरको नामसँग हामी युज गर्छौँ Seas or oceans. Seaसँग ओसियनसँग पेसिफिक सी द डेड सी द ब्ल्याक सी लाइक डट अन माउन्टेन रेन्जेससँग हेर्नुहोस् यहाँ फेरि ध्यान दिनुपर्ने कुरा कि माउन्टेनसँग होइन लाइक एभरेस्ट अन्नपूर्ण योसँग होइन माउन्टेनको रेन्जेससँग लाइक द हिमालयाज यो सब रेन्जेससँग हामी दको युज गर्छौँ नेक्स्ट इज न्युज पेपरको नाम द गोर्खापत्र द हिमालयन टाइम नेक्स्ट इज सेक्रेड बुक्स लाइक रिलिजियस बुक्सहरू हुन्छ त्यो सबसँग पनि हामी दको युज गर्छौँ लाइक द महाभारत द गीता द कुरान द बाइबल यो सबसँग पनि हामी दको युज गर्छौँ नेक्स्ट इज हिस्टोरिक बिल्डिङमा के हुन्छ द ताजमहल द सिंहदरबार द धरारा दिज आर अल्सो हिस्टोरिक बिल्डिङ्स जोसँग हामी दको युज गर्छौँ प्लानेट्स एन्ड सेटेलाइट्स भन्नाले नेचुरल सेटेलाइट्स लाइक मुन प्लानेट्स भन्नाले अर्थ जुपिटर मर्करी यो सबसँग पनि हामी दको युज गर्छौँ हेभेनली बडीमा हामी बेसिकली दकै युज गर्छौँ द सन द अर्थ द मुन द स्टार्स यो सबमा दको युज हुन्छ नेक्स्ट इज सिपको नामसँग लाइक द टाइटानिक यो सब सिपसँग हामी के युज गर्छौँ द युज गर्छौँ नेक्स्ट इज सम जियोग्राफिकल नेम बट इन कन्टेक्स्ट कि त्यो एउटा युनाइटेड नेसन जस्तो लाइक द युएसए किन यो युनाइटेड केही ठाउँहरूको युनाइट भएर भनेको एउटा जियोग्राफिकल टेरिटरी हो द युनाइटेड किङडम द युएसएसआर यो सबसँग हामी दको युज गर्छौँ नाउ विल कम टु नेक्स्ट पोइन्ट द्याट इज नो आर्टिकल नो आर्टिकलको हामी युज गर्छौँ नो आर्टिकल भन्नाले यस्तो सेन्टेन्स जोसँग हामी कुनै आर्टिकल नै युज गर्दैनौँ कुनै आर्टिकल नै लगाउँदैनौँ कस्तो वर्ड कस्तो सेन्टेन्स पहिला त अनस्पेसिफाइड प्लुरल काउन्टेबल नाउन्स भयो जुन प्लुरल काउन्टेबल नाउन छ र स्पेसिफाइड छैन लाइक दिज आर बुक्स प्लुरल काउन्टेबल नाउन बट नट स्पेसिफाइड बुक्स नै हो कुनै एउटा स्पेसिफिक कुरा भनेन अनकाउन्टेबल नाउन आई विल ड्रिङ्क टी आई विल टेक टी यो कुनै स्पेसिफाइड कुरा भएन स्पेसिफाइड अनकाउन्टेबल नाउन भएन सो नो आर्टिकल ओभर हियर नेक्स्ट इज प्रपर नाउन पर्सन विलेज कन्ट्री अर माउन्टेन्स पर्सनको नाम आयो कुनै व्यक्तिको नाम आयो त्यसमा हामी आर्टिकल युज गर्दैनौँ विलेजको नाम आउँदैछ त्यसमा पनि हामी आर्टिकलको युज गर्दैनौँ टाउनको नाम आर्टिकल युज गर्दैनौँ अनि कन्ट्रीको नाम आउँछ भने आर्टिकल युज गर्दैनौँ हेर्नुहोस् म यहाँ फेरि भन्दैछु यहाँ जियोग्राफिकल नेम थियो टेरिटरी जुन कम्बाइन भएर मर्ज भएर एउटा नेसन बनेको र यहाँ कुनै पनि कन्ट्री वी क्यानट से द नेपाल अ नेपाल एन्ड नेपाल त्यो सब गलत हुन्छ नेपाल इन्डिया यो सब चाइना यो सबसँग हामी कुनै आर्टिकल लगाउँदैनौँ नेक्स्ट माउन्टेन्स वी नेभर से कि द एभरेस्ट हामी एभरेस्ट इज द हाइएस्ट टलेस्ट माउन्टेन इज द हाइएस्ट पिक बट द एभरेस्ट होइन किन माउन्टेन्सको नामको अगाडि हामी कहिले लगाउँदैनौँ नेक्स्ट इज मेटेरियल नाउन एब्स्ट्र्याक्ट नाउनसँग पनि हामी कहिले कुनै पनि आर्टिकल लगाउँदैनौँ लाइक पोभर्टी ह्याप्पिनेस विजडम यो सब एब्स्ट्र्याक्ट नाउन हुन् जससँग हामी कहिले आर्टिकल लगाउँदैनौँ नेक्स्ट इज मेटेरियल नाउनसँग पनि आर्टिकल लाग्दैन लाइक गोल्ड आइरन सिल्भर नेक्स्ट अनस्पेसिफाइड स्पोर्ट्स अर डिजिजेस फुटबल कलेरा डायरिया क्रिकेट यो सब नर्मल स्पोर्ट्स नै हुन् बट अनस्पेसिफाइड भएकोले यसमा पनि हामी कहिले आर्टिकल लगाउँदैनौँ नेक्स्ट इज म्यान इन जेनरल कन्टेक्स्ट कुनै सेन्टेन्समा म्यान युज हुँदैछ बट जेनरल नलेजमा जेनरल कुरामा लाइक म्यान इज अ सोसल एनिमल यहाँ म्यानलाई स्पेसिफाई गरेको छैन सो एट द्याट टाइम त्यसमा पनि हामी कुनै आर्टिकल लगाइदैनौँ
लास्ट इज पब्लिक प्लेसेस युज फर प्राइमरी पर्पस। हामी यहाँ नै युज गरिरहेको छौँ सेकेन्डरी पर्पस। कुनै बेसिक कुरा प्राइमरी पर्पस त्यो अर्गनाइजेसन त्यो प्लेसको जे छ त्यसको अलावा कुनै काम हुँदैछ भने नि त, बट प्राइमरी पर्पसलाई नै मिट गर्दैछ भने त्यो बेला हामी कुनै आर्टिकल लगाउँदैनौँ। लाइक राम इज अ स्टुडेन्ट, राम गोज टु स्कुल, त्यो बेला स्कुलको अगाडि केही लाग्दैन बिकज स्टुडेन्ट हो, स्कुल नै जान्छ। ओके, सो द्याट इज अल एबाउट आर्टिकल। सो यो भिडियो यही नै समाप्त हुँदैछ। आई होप तपाईँले बुझ्नु भएको होला। इफ बुझेन भने कन्ट्याक्ट अस, फिल फ्री, लर्न, टेक केयर, बाई बाई।